Guys, welcome to vlog video. र guys, KGF is back. हजुरहरूलाई सन्चै हुनुहुन्छ र आरामै हुनुहुन्छ होला. आई होप हजुरहरू सन्चै हुनुहुन्छ भन्ने मलाई लागिरहेको छ. र गाइज है म पनि सन्चै छु. आज कता जाने भनेको र अलिअलि रोगी खोकी पनि लागिरहेछ, रुगा पनि लागिरहेछ. र गाइज होइन आज चाहिँ म कहीँ जान्न भनेको, तर भाइले चाहिँ आज चाहिँ मलाई होइन ल हिँड्न त दाइ मसँग भन्यो. र गाइज त्यही हो है. र अरू त के भन्ने हो र हाम्रो अब भनौँ न भ्लगमा हजुरहरूले जति पहिले मलाई सपोर्ट गर्नुभएको छ, साथ दिनुभएको छ हजुरहरूलाई, उहाँहरूलाई चाहिँ धेरै मोरी धन्यवाद. र गाइज होइन अब सब मेरो फलोवरहरूलाई होइन एक दिन होइन सबलाई पार्टी दिन्छु होइन. र गाइज मेरो बर्थडे पनि आउँदैछ जेठ 4 गते बुधबार. तपाईँहरूलाई थाहै होला होइन, तपाईँहरूलाई थाहै होला जेठ 4 गते बुधबार मेरो बर्थडे. र गाइज त्यति बेला चाहिँ हजुरहरूको लागि होइन केही गर्नु नसके पनि एउटा केक काटेर भए पनि सेलिब्रेसन गर्नेवालामा छु. र गाइज त्यही हो. उताबाट हेर्नु नै आनिरहनु भएको छ. र त्यही हो होइन हजुरहरूले मलाई सपोर्ट गर्नुभएकोमा धेरै मोरी धन्यवाद. र हजुरहरूले मलाई होइन जति पाए होइन कति कुरामा हजुरहरूले मलाई सपोर्ट गर्नुभएको छ मलाई थाहा छ होइन. र गाइज त्यही हो होइन. अब यही हो गाइज मेरो घर यही हो. र त्यही हो जिन्दगी भनेको. अब धेरै काट्नु बाँकी छ होइन. अब जिन्दगीमा हार खाएर पनि हुँदैन, जित्नै पर्छ. यो जिन्दगी भनेको जितेरै अगाडि बढ्नुपर्छ. जन्म गरिबको कोखमा लिए पनि मर्ने बेलामा धनी बनेर मर्नुपर्छ. सबको नाम आओस् होइन. ओहो यसले यो गरेर रहेछ है, यसले यो गरेछ है भन्ने चाहिँ नाम आओस् है गाइज. र त्यही भएर हजुरहरूको लागि स्कुलमा अब स्कुल पछाडि हामी जाँदैछौँ काम गर्नको लागि. कस्तो हुन्छ के हुन्छ म लास्ट एक्साइटेड भइरहेको छु. र गाइज वहाँ गएपछि तपाईँहरूलाई देखाउने नै छु होइन. र गाइज सबलाई हस्त जय नेपाल. केजिएफ इज ब्याक बसको भिडियोमा भ्लगमा हजुरहरूलाई सबलाई स्वागत छ है. र गाइज तपाईँहरूले भनेको होइन सब पुरा हुन्छ होइन. तपाईँहरूले मलाई कतिपय कमेन्ट गर्नुभएको छ, कतिपयले मलाई के भनिरहनु भएको, त्यो सब पुरा हुनेवालामा छ गाइज. र गाइज हजुरहरूले मलाई जङ्गल किन नगएको भन्नुभएको थियो नि. जङ्गल चाहिँ कस्तो भन्यो नि, अब हामी त्यहाँ न्युरो टिप्दै जङ्गलमा न्युरो टिप्नुपर्छ होइन. न्युरो टिप्दै अस्ति हो कि 3 दिन भयो. 3 दिन अगाडि एकजनालाई हानिदियो गैँडाले. भोटी खोला भने कहाँ हो अनि त्यसपछि मलाई पनि डर लाग्यो कि. अब टिप्दै जाँदा जङ्गलमा गैँडा बाघ भालु हुन्छ होइन. त्यसले हानिदियो, गैँडाले हानिदियो भने पनि अब हामी त गरिब छौँ होइन. गरिब छौँ होइन. गरिबले त अब हस्पिटल लिएर गयो भने पनि यो के भयो होइन, उता जा लाइन राखिदिन्छन् के. र गाइज त्यही भएर होइन जङ्गल चाहिँ त्यही भएर नगएको हो गाइज. एक दिन जङ्गल जानु छ गाइज, हजुरहरूलाई म देखाउँछु. र गाइज हजुरहरूले रोकेर बस्नु होला है, जस्ट वेट गरेर बस्नु होला. ल गाइज यति भन्दै हस्त धन्यवाद. जय नेपाल.